के भयो? मन दुख्यो? के गर्छस् त मन दुखाएर? सागर लम्सालले सामाजिक सञ्जालबाट अमेरिकामा भएकी युवती सङ्गम विष्टलाई भावुक पत्र लेख्दै सामाजिक सञ्जालबाट सबै दर्शकलाई यस्तो भने। आउनुहोस् यो पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर मनमा लागेको प्रतिक्रिया तल कमेन्ट बक्समा जानकारी गराएर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ र ताजा अपडेटहरू। सागर लम्साल भन्छन्, तिम्रो गल्ती थियो या थिएन त्यो तिमीलाई र भगवानलाई मात्रै थाहा होला। धेरै मान्छेहरूले यस्तो होला उस्तो होला भन्दै टीका टिप्पणीहरू गरेको प्रस्ताव देख्न सकिन्न। सामाजिक सञ्जालमा तिमीसँगै काम गरेका मान्छेहरूले तिमीलाई औँला तेर्साएका छन् होला। सायद गल्ती तिम्रो थियो या थिएन अनुसन्धान भइरहेको छ, तर दोषी तिमीलाई करार गरिसक्यो। मान्छेहरूले यो जमानत बोलेको आगो ताप्ने मात्र हो। गल्ती भए सजाय तिमीले पनि पाउनुपर्छ। यदि निर्दोष भए सामाजिक सञ्जालमा बेइज्जत गर्नेहरूको माफी माग्नेको आँट पनि नगर्ने गर। तिम्रो यो सुन्दर परिवारमा तिमी आफै गल्ती गरेर उजाड ल्यायौ या कसैले तिम्रो परिवारमा भाड्न खोज्यो, समयले बताउनेछ भन्दै सामाजिक सञ्जालमा उनले भावुक पोस्ट सार्वजनिक गरेका छन्। यति बेला सागर लम्साल निर्दोष भएर आफ्नो परिवारसँग खुसियालीका साथ दिनहरू बिताउँदै गरेको उनले सबै दर्शकलाई बताउँदै आइरहेका छन्। सागर लम्साल सही मान्छे हो। उनका नजिकका साथीहरूले भनिरहेका छन् सागर लम्साललाई फसाएकै हो, फसाउन खोजेको हो भन्दै टीका टिप्पणी गर्दै आक्रोशित बनिरहेका छन्। विश्वकै पावरफुल देशमा बस्ने नेपाली चेली बलात्कृत भए पनि सामाजिक सञ्जालमा लेख्नु कतिको उचित हो? तिमी आफै एउटा शिक्षित केटी हो, उमेर पनि परिपक्व छ, तिम्रो नराम्रो राम्रो प्रथम दृष्टि छुट्याउन सक्ने शिक्षा पनि छ। जबरजस्ती बलात्कारको जस्तो जघन्य अपराधमा तिमी किन बोलिनौ? त्यही बेला बोल्नु पर्थ्यो नि। तिमी जस्तो एउटा शिक्षित केटी वर्षौंसम्म चुप लागेर यो अन्याय तिमी आफैले आफैलाई गरेको हो या तिमीले दोष मात्र लगाएको हो? फेसबुकमा नलेखेको तिमीले कानुनी बाटो अपनाउन सक्थ्यौ, तर तिमीले आफूसँगै अरूको पनि धज्जिया उडायौ। बलात्कार गरेको भए सजाय पाउनुपर्छ नि। यदि निर्दोष भयो भने बलिको बेइज्जत किन गर्यौ? भयभरको कलाकारहरू बलिमाथि खनिँदै थिए। एलिना चौहान भन्दै थिए, पीडितले प्रमाण दिने होइन, पीडितहरूले दिने हो। बुरुक बुरुक उफ्रिँदै त्यो प्रमाण कसले दिने भन्ने शब्दहरू थाहा नहुनेले सामाजिक सञ्जालमा उफ्रिनु गलत हो। सम्मानजनक बाँच्ने हक पीडित मेरो पनि छ, पीडित दुवैको अधिकार बराबर हुन्छ। तर सामाजिक सञ्जाल चलाउनेहरूले यो बुझेनन्। उनीहरूले डलर छान विभिन्न कथा बनाई बेचे। यदि अन्यायमा सङ्गम विष्ट परेकै हुन् भने उनले न्याय पाउनुपर्छ। सागर लम्साल अर्थात् बलेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। यदि निर्दोष भए आरोपी लगाउनेहरूलाई त्योभन्दा धेरै कडा सजाय हुनुपर्छ भन्दै सामाजिक सञ्जालबाट सागर लम्साल बलेले भावुक पत्र पोस्ट गरेका छन्। यति बेला सारा नेपाली विक्षिप्त बनिरहेका छन्। सागर लम्साल निर्दोष भए भन्दै सामाजिक सञ्जालमा खुसियाली व्यक्त गरिएको छ। यस्तै नयाँ र ताजा भिडियो हेर्नको लागि मीनाचन युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला। अहिले पनि भिडियोको अन्तिममा छौँ। छुट्टिन्छौँ। हस्त नमस्ते, जय नेपाल।